आफ्नो चाहिँ पूर्वजहरूको पेवा नै हो क्या भन्ने हिसाबले मान्छेले प्रचार गरिदिरहेको मैले देखिरहेको छु होइन। तर दिस इज नट गुड के। ल गाइज उबर पनि बज्दो रहेछ है। मैले चाहिँ उबर अनै राखेको थिएँ क्या, अनि त्यही भएर चाहिँ यो उबर ठ्याक्कै बज्दिरह होइन। उबरमा पनि प्रायः जस्तो प्यासेन्जरहरू एक्टिभ भइराख्नु भएको होइन। अब आई थिङ्क उबरले पनि राम्रै गर्छ होला जस्तो फिल छ होइन। अब उबर किनभने इन्टरनेसनल हो नि त होइन। अब उबर को अब कस्तो छ रेटहरू अहिले त अब ठिकै देखाइरहेको हुन्छ। तर अहिले के छ भने प्रब्लम अलि युजरहरू चाहिँ यो ट्रायल टाइममा छ क्या होइन। उनीहरूले चाहिँ रिक्वेस्ट त गर्छ बट पिकअप चाहिँ अलिक टाढा देखाउँछ क्या होइन। अब यसो क्यालकुलेसन गर्दाखेरि चाहिँ अब पर किलोमिटर अब 20 रुपियाँभन्दा त माथि नै छ यसको पनि होइन। अब सो द्याट हेरौँ न उबर पनि कस्तो हुन्छ मार्केटमा। अब तपाईँहरू रजिस्ट्रेसन गर्नु भएको छैन भने गरिहाल्नु होला, किनभने अब मार्केटमा जे आउँछ राइडरले त्यही गर्ने हो क्या होइन। अब यहाँ धेरै जसो मान्छेहरूले कस्तो गर्छ भने अब यो एउटा राइड सेयरिङ एपलाई चाहिँ यो आफ्नो चाहिँ पूर्वजहरूको पेवा नै हो क्या भन्ने हिसाबले मान्छेले प्रचार गरिदिरहेको मैले देखिरहेको छु होइन। तर दिस इज नट गुड के। हामी त राइडर हो क्या, हामी अब इन्कमिङ अर्निङ एपहरूमा चाहिँ हामी जे हो त्यही गर्ने हो क्या होइन। सो द्याट उबर पनि तपाईँहरूले चाहिँ इन्स्टल गरेर राख्नु होला होइन, भविष्यमा काम आउन सक्छ।